ह्यान्डसम देखाइदिन्छ हामीलाई 50% सेयर मालिक आउनु नगर हामी उडिराख्नु उडिराख्नु ल हामी चाहिँ यसो बाहिर घुम्न हिँड्न लागेको चेन्ज गर्नु लाग्यो सामान चेन्ज गर्न लागेको तपाईँहरूलाई हामीले चाहिँ यसो बाहिरको भ्यू देखाउँदै साथीहरू हेर्नुहोस् है यसो बाहिरको भ्यू हाम्रो रुमको अगाडिको भ्यू यस्तो छ के काम छैन कामले हिँडेको यो के हो त कामले काम अनि यो कुकुरको जस्तो काम हुन्छ हाम्रो चाहिँ यसो भिडियो गरेर टक्क राख्यो पोस्ट गर्नुहुन्छ उहाँले एकछिनपछि हो कि नि यो बाटो हेर्नुहोस् है साथी यस्तो ठाउँ छ नि दामी ठाउँ छ नि हाम्रो होटल ओपन हुने भनेर वेटिङमा बसिरहेको यही होटल है तपाईँहरूलाई सजिलो रहेछ नि रक्सी डिलर पनि रहेछ रौसी नाम नल्याउनु न कसले खान्छ रौसी हामी पूजा जस्तो रौसी खान्छ मैले भन्न खोजेको खाने मान्छेलाई सजिलो हेर्नुहोस् कस्तो राम्रो ठाउँ छ यस्तो राम्रो लोकेसनमा हाम्रो होटल ओपन हुँदैछ नाम लेखेको छैन नाम लेखेको छैन अर्को महिनाबाट त हाम्रो ब्यानर त रेडी छ मिडिया एक्सपोर्ट हो त्यही काट्ने हो भित्र कस्तो बनाएको छ तपाईँलाई म एकछिनमा देखाउँछु है अहिले चाहिँ यस्तो बाहिर अरू काम हिँडेको चोक लिएर चाहिँ छ हाम्रो ट्याक्कै चोकमा छ पार्किङ पनि छ दामी दामी यहाँबाट करिब रेलवे स्टेसन जानलाई हामीलाई 5 मिनट लाग्छ गाडीमा चाहिँ यही चोकमा चाहिँ हाम्रो रेस्टुरेन्ट छ हेर्नुहोस् अब 2 महिना यस्तो ठाउँ छ रन्डोको उसमा रन्डो उलिस्कीमा उनीहरूलाई चाहिँ ह्यान्डसम देखाइदिन्छ हामीलाई यो यस्तै छ केही भन्न चाहन्छु दाइ दोकानको बारेमा थोरै दोकानको बारेमा विस्तार रूपमा अब 1 महिनापछि 1.5 महिनापछि सब विस्तार रूपमा हुन्छ यो साउसँग सिक्न पाइन्छ क्या हामीले म पनि साउ होइन हो 50% सेयर मालिक साउ नभएर हामी हुन्छ नि त ठाउँ चाहिँ यस्तो राम्रो ठाउँ छ हेर्नुहोस् बेन्द्रोगा त्यो बेडरुमको अगाडि जिम हाउस त्यही छ तल कति लजिक पर्छ ए यो जिम हाउस हो जिम हाउस माथिको पुरै जिम हाउस जिम सिम गर्न नि हामीलाई फ्रीमै मिल्छ कि अब नजिक बिना पैसामा त केही हलिँदैन अहिलेको जमानामा त्यस्तो भन्न मिल्दैन नि हामी त नजिकको मान्छे तपाईँ यहाँ नेतो नजिक चाहिँ राम्रो छ ठाउँ कलाएर अलि अगाडि पनि बेन्द्रुका छ अब हामी ठुलै मार्केट सपिङतिर जाँदैछौँ त नजिकै छ त्यो चाहिँ यो त नजिकको चोक हो सिधा अगाडि हो यताबाट हेर्नुहोस् यस्तो छ प्योर गोर्खाले छोर भएर नि डराउने हिँड्नलाई यस्तो पनि हुन्छ अहिले ठिक लाग्छ थोरै मलाई हेर्नुहोस् है साथी लगभग आइपुग्यो हामी यस्तो ठाउँ क्या सिस्टमले बनाएको छ कि ठाउँ आहा टक्क आफ्नो लेभलमा आफ्नो सिस्टममा टक 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 पार्किङ गरेको छ हिँडेको छ यो हो नि त अनुशासन नियम भनेको छ हाम्रो जस्तो मोटर तेल थर्काएर मर्ने डिजल थर्काएर मर्ने यस्तो पनि हुन्छ नियमै मान्ने यहाँ तपाईँको अलिकति डिस्क्वालिफिकेसन 500 रुपियाँ फाइन छ पाइन्छ नेपालको 20 गाडी चलाउने मान्छेलाई पो हेर्नुहोस् यस्तो छ ठाउँ त्यति ठुलो मार्केट त होइन सानसानो हो तर पनि यस्तो राम्रो ठाउँ छ टक्क लाएर है के समस्या पऱ्यो खाजा केही छैन सामान चाहिँ रिटर्न गरियो साथीको 3 दिन 4 दिन लाएर भए पनि अब पैसा पनि पाइयो नेपालमा भए त म गरेर पैसा दिन्छ कि दिनुहोस् भनेर झाएको झार आउँथ्यो अब यहाँ धेरै बोल्ने हो नि फेरि आफूलाई समस्या गाह्रो छ नि हेर्नुहोस् त्यसबाट सामान कहिले नमगाउनु होला मगाउनु पऱ्यो भने मेडी एक्सपर्टबाट सामान मगाउनु होला रिटर्न गर्दा पनि पैसा आउँछ आफूले चाहिँ केही बिगार्न भएन है म आफूले ठिक लागेन भने तर आफ्नो यसो जेन्युन सामान चाहिँ हेरेर ल्याउनु होला तर उनी दोकानमा जानुपर्छ भने छैन अनलाइनबाट चाहिँ आफ्नो एड्रेसमा पठाउनु टक्क लगाएर त्यो राम्रो क्या हामीले त्यहाँ जाँदा 3 दिन 4 दिन लाएर आधी घन्टाको बाटो हिँडेर है यस्तो दिमागहरू हुन्छ नि आज बल्ल रिटर्न भयो अब अर्को भागमा चाहिँ हामीले किनेको तपाईँलाई त्यो यहाँको पर्दो रहेछ 800-900 रुपियाँ पर्दो रहेछ झोलटी
त्यो अब किनेपछि हामी तपाईँलाई अर्को भागमा देखाउने छौँ। कस्तो लगाउँछ तपाईँहरूले हजुर अब तपाईँहरूले पनि यसो मलाई सपोर्ट गरिदिनुहोस् होइन। म युट्युब सम्बन्धी भिडियो बनाउँदै राख्छु, घुमघामको यताउता। अब होटल लाइनको काम गरेको सबै तपाईँलाई सिकाउँछु, देखाउँछु। आफूले सिकेको कुरा तपाईँलाई यसो पनि गर्छु है मैले भोगेको कुराहरू यहाँ पोल्यान्डमा। अरू त त्यस्तो थाहा छैन मलाई। भोलिको दिनमा सिकेछु भने तपाईँलाई म सिकाउँछु तपाईँहरूलाई। त्यही भएर मेरो च्यानललाई भिडियो मिठो अलि राम्रो लागेपछि तपाईँहरूले लाइक पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्, कमेन्ट पनि गर्नुहोस्, सब्सक्राइब पनि गरिदिनुहोस्। साथीलाई सपोर्ट गर्नु होला है। धन्यवाद हजुरलाई यति राम्रो मेरो कुरा गरिदिएकोमा। तपाईँहरूको साथ सपोर्ट यसरी मिल्दै जाओस् भोलिको दिनमा पनि। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने प्रकाश राज सबैले माया गरिदिनु होला। गरिदिनुहोस् अनि तपाईँको हौसला सपोर्टले गर्दाखेरि फ्लो गरिदिनु होला, सबै गरिदिनु होला। भोलिको दिनमा यसो अगाडि बढेर राम्रो राम्रो भिडियो ल्याउन पाऊँ